त खास धक्का परेको चिज होइन नि त यो खास भने नि त्यतिखेर अब केही भएको थियो भने त्यही दिनै यो गाडी नचल्ने थियो अब मजाले चलाएर लगेको गाडी हो चौकीबाट पनि चलाएर लिएर गयो आमाले यहाँ पनि स्टार्ट भएको अचानक त्यो आवाज आएछ क्या त्यो मलाई है यो अब कसरी हुन्छ सन्नी बनाएर आवाज चाहिँ हाल्नु पर्यो तपाईँको नमानेको पनि होइन मानेको यो तपाईँको पनि यस्तो मानेको थियो तपाईँले पनि छुट्टीमा लगेर तपाईँकै मित्रले हेरेको पनि हो मैले त मेरो मित्रमा माने भन्ने भने हो नि त भन्नु छ खोल्ने हेर्दै बनाइदिनु अरूबाट थाहा हुन्छ नत्र भने उता हो अनि यो चाहिँ भएन यो चाहिँ भएन यो चाहिँ फेरि हाल्नुपर्छ यो पनि फेरि हाल्नुपर्छ यो नबनाउने भयो चाहिँ जग्गा भने म आफै क्लियर गर्ने अहिले यसरी आएर भिडियो थिएन नि त त्यतिखेर राम्रै दौडेको गाडी तपाईँ आफैले पनि देख्नुभएको चलाएर लगेको होइन भोलि बेलामा पनि तपाईँ आफै आएपछि सँगै भन्यो भनेर पनि सँगै तपाईँ आफै बसेर बोलेको पनि हो कि बोलेको इन्जिनको पाइप फुटेको थियो त्यसैले असर गरेको त्यो कसरी हुन्छ त्यो गर्नुहोस् यताउता तपाईँहरू बनाउँदै गर्नु क्लियर भएपछि यो फुटेको थियो नि आउनु यही फुटेको थियो कि यो यही फुच्केको थियो कि यही फुच्केको थियो कि त्यही फुचिन गरेर भेटेको दाइ भिडै छ कि सुरु दिनमा बनाएको यो अझै खस्या छैन क्या यो कि त्यस्तै हो त्यो त्यसले त असर गर्ने चिज होइन यही फुटेको थियो क्या दाइ पछि अब हात्ती छिरेर पुच्छर अड्क्यो भने आफै भयो त नि लास्ट टाइम गएर के हो त्यो हेर त्यसले त केही नै हुँदैन किनभने तिम्रो एक साइड यो जुन एक साइड त्यो गएको थियो नि उतापट्टि यसो यो लेगाट गयो नि यसले जाँदाखेरि त्यहाँनिर यता धकाल्न पाएको थिएन नि त यति जति बाङ्गो थियो होइन बाङ्गो थियो नि यतातिर धकाल्न पाएको थिएन केही त्यसै भएन बरु पल्टेर बरु त्यो फुट्यो बरु होइन यता फुट्यो यतातिर चाहिँ यसले इन्जिनलाई कहिले पनि हतपत प्रायः जस्तो तिम्रो सिधा जाँदाखेरि कहिले पनि जान्न क्या कुनैलाई पनि सोध्यो हुन्छ क्या बरु होइन त्यो त उतै गऱ्यो नि भयो यता गऱ्यो नि भयो त्यो केही फरक भयो यसको कभरको यो जान्छ अझै उता उतापट्टिको नट त छैन होला हालेन होला त्यो त केही फरक पर्दैन त्यो बाहिर जस्ट गरे नि हुन्छ त्यो चलाएर लिएर जाँदा नि आएको छैन त त्यही त अचम्म लाग्यो नि त्यही त अचम्म भयो त नि त्यही चौकीबाट पनि चलाएर लिएर गएको क्या होइन त दाइ चलाएर लगेको क्या यो मोबाइल सर्भिसिङ केही गरेको नि 6-7 गते हो त्यही त अचम्म लाग्यो क्या हामीलाई धरी पनि यार त्यहीँबाट चलाएर लगेको बाइक हो यार होइन अहिले अगाडिको पुरै फुटेको थियो नि त चेन्ज गरेको थियो आवाज यो चाहिँ केबाट आवाज आएको यो चाहिँ यो त्यो नौ गते चेन्ज गरेर अनि भात खाएर जाने बेलुका
के चेन्ज गरेको भनेको कभर 9 गते त्यो त 7 होला 7 हो कि 8 हो के साथ आउनु भनेको त्यो सर्भिसिङ अनि सर्भिसिङ हानेर अनि 9 गते गएर त्यो कभर पनि त्यो 3 जना बसालिदिएर फुटालिदिएको थियो कि अनि नयाँ हालेको फेरि अनि यो पनि नयाँ हालेको यो पनि नयाँ योले 500 रुपियाँ पर्दो रहेछ योले त 27 पर्दो रहेछ 32 तिरेको मैले यो र यसको मात्रै अनि योले त भन्दैन त नि मैले जुन लगाएको थिएँ नि यो र अनि योले मात्रै 32 तिरेको मैले यो जस्तो छ त्यस्तै थियो कि त्यहाँ त्यो यस्तो स्टिकर लाग्यो नि यो क्वालिटी थियो नि यही क्वालिटीको थियो कि त्यो भन्दा नि यो तनाव थियो के अब डबरले भन्दा नि यो तनाव अब त्यसरी घजङ घुजुङ हुँदाखेरि त लिएर गएको है झन् घुजुङ हुँदा नि आवाज आएन भने इन्जिन ठिकै थियो अनि अहिले फिट गरेपछि यसलाई खोल्न त खोलेको पनि होइन अब इन्जिनको ढिकले यता सार्ने उता सार्ने गर्दा दबान गयो अनि यो नट त पुरै पसेको छैन पक्छ साइड लाइट एउटा साइड लाइट मार्नु बुझ्छौँ अहिले त्यो काम छ यार काम गरेर घरतिरबाट आउनु भयो हजुर घरतिरबाट आउनु पुरानो हुन्छ भयो नि त्यो रोड त्यो त्यस्तो ढोजेर पार्दा नि चलाएर जाँदा आवाज आएन Yeah, it's not done. So, दिमागमा त कहिले छैन यो उस पाइपै त्यो पाइपै फुटेको थियो अनि ल त मेरो बाइक बनिसक्यो फाइनली ठिक छ के हो खास यो बियर रे हो र मलाई त्यता चाहिँ बिहा रहेछ
फेरि पछि तपाईँको यो सेम पहिलाको जस्तो त ठ्याक्कै त हुँदैन क्या